सो हेलो एभ्रिवान, गुड मर्निङ वन्स अगेन मेरो साथीहरू, तपाईँलाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा साथीहरू। र आज सन्डे है, सन्डे चाहिँ आज लगभग अहिले 7 बजिसकेको छ र म निस्किसकेको छु है, अलरेडी घरबाट निस्किसकेको छु र बाटोमा छु। तपाईँ हेर्न सक्नुहुन्छ मेरो पछाडि चिया बगान, हरियाली चिया बगान है। र आज चाहिँ म जाँदैछु कालिम्पोङ साथी हो। यस साथी हो, आज चाहिँ म जाँदैछु कालिम्पोङ, घरबाट कालिम्पोङ। र आज नै म रिटर्न हुनेवाला छु र म चाहिँ आज स्कुटीमा जाँदैछु है कालिम्पोङ। योभन्दा पहिला त म प्रायः पनि कालिम्पोङ स्कुटीमा गइबस्छु नि त हो। र कालिम्पोङ चाहिँ हाम्रो कालिम्पोङ जानु पर्यो भने चाहिँ हाम्रो घरबाट, हाम्रो एरियाबाट चाहिँ तपाईँले दुईवटा बाटो पाउनुहुन्छ है, तिनवटा बाटो पाउनुहुन्छ। अहिले नयाँ बाटो बनेको छ। फर्स्ट बाटो छ तपाईँको एउटा बाघपुल भएर जाँदा पनि हुन्छ, अर्को बाटो छ लाभा भएर जाँदा पनि हुन्छ, र एउटा चाहिँ रिसेन्टली नयाँ खोलेको त्यो तपाईँको सेलरोटी ब्रिज भन्छ नि बाख्राकोट, हजुर त्यहाँबाट भएर तपाईँको रेली लोड भएर निस्किन्छ होइन। तिनवटा बाटो भनौँ न, अहिले चाहिँ हाम्रो तिनवटा बाटो छ भनौँ होइन। र म चाहिँ जाँदैछु अहिले लाभाको बाटो साथीहरू। यस साथी हो, लाभाको बाटो जाने कारण चाहिँ के छ भन्दाखेरि तल्लो बाटो बाघपुलको बाटो गयो भने चाहिँ अब तपाईँलाई थाहै छ बाघपुलको बाटो कस्तो जाम हुन्छ होइन। बाटो पनि अलिअलि बिग्रेको छ, तर त्यसको ठिक उल्टा चाहिँ लाभाको बाटो गयो भने चाहिँ बाटो चाहिँ एकदम खाली पाउँछौँ हामी होइन। बाटो खाली प्लस बाटो राम्रो प्लस त्यहाँ त्यो बाटो जाँदाखेरि चाहिँ अर्को टाइपको मजा आउँछ होइन साथी हो। तपाईँलाई थाहै होला, को लाभा जानुभएको छ तपाईँलाई थाहै छ होइन। त्यो बाटो जानु चाहिँ अलिक अर्कै टाइपको मजा आउँछ। आधा घन्टा बेसी लाग्छ कालिम्पोङ घर पुग्दा चाहिँ है। तल्लो बाटो गयो भने चाहिँ म लगभग 1.5 घन्टामा पुगिहाल्छ होइन। माथिल्लो बाटो लाभाको बाटो गयो भने चाहिँ मलाई 2 घन्टा लाग्छ। तर केही छैन, तल्लो बाटो भन्दा माथिल्लो बाटो चाहिँ दामी हुन्छ नि त है। भ्युजहरू पनि हेर्दै जानु मजा आउँछ साथी हो। सो गाइज है, आज तपाईँहरूलाई म लाभा भएर कालिम्पोङ जाँदैछु। तपाईहरुलाई एकदम सबै देखाउनेवाला छ है भिडियोजहरु। सो गाइज भिडियोलाई लास्टसम्म हेर्नु होला। सो राइट नाउ गाइज है, म चाहिँ हाइवेमा आइसकेको छु होइन। यो बाटो चाहिँ तपाईको सिधा जान्छ लाभा भएर है, गोरुबथान, फर्स्ट गोरुबथान आउँछ। गोरुबथानबाट तपाईको अम्बेकबाट फापरखेती भएर लाभा भएर त्यहाँबाट चाहिँ जानुपर्ने चाहिँ कालिम्पोङ। र म चाहिँ अहिले अन द वे। सो गाइस अहिले म इन्टर भइसकेको छु कालिम्पोङ डिस्ट्रिक्टमा साथी हो। यस साथी है, यहाँबाट चाहिँ स्टार्ट हुन्छ कालिम्पोङ डिस्ट्रिक्ट। कालिम्पोङ डिस्ट्रिक्टको चाहिँ यो एरियाको चाहिँ अन्तिम गाउँ चाहिँ यहाँ पर्छ है, स्पेसल फरेस्ट बस्ती भनेर पर्छ साथी है। यहाँबाट चाहिँ तल यहाँ यो गाउँ चाहिँ लास्ट कालिम्पोङ डिस्ट्रिक्ट हो, त्यसको तल चाहिँ जलपाइगुडी डिस्ट्रिक्ट पर्छ। अहिले भने चाहिँ म इन्ट्री भइसकेको छु गोरुबथानमा है। यहाँबाट स्टार्ट हुन्छ गोरुबथान। यो चाहिँ पानडाँडा भन्छ यहाँबाट है, यसलाई चाहिँ पानडाँडा भन्छ साथीहरू। र म अहिले पानडाँडा चेकपोस्टमा पुगिसकेको छु साथीहरू। त्यहाँबाट लाभा 41 किलोमिटर छ है, फापरखेती छ 17 किलोमिटर, अलगढा 59 किलोमिटर, त्यहाँबाट कालिम्पोङ भनेपछि मलाई अहिले पनि अलमोस्ट 70 किलोमिटर चाहिँ अहिले पनि मलाई ट्राभल गर्नुपर्ने छ साथीहरू है। सो गाइज है, अहिले चाहिँ म अम्बेक टी गार्डन आइपुगिसकेको छु साथी है। अलमोस्ट अम्बेकभित्र त पसिसकेको छु, तर मेन अम्बेक माथि फ्याक्ट्री छ त्यहाँ चाहिँ पसेको, म त त्यहाँ पुगेको छुइनँ। अहिले चाहिँ म अम्बेक पुग्नु लाग्ने ठाउँ बिचमा छु है। अम्बेकभन्दा अलिकति अम्बेक गाउँदेखि अलिक तल नै छु है। यहाँ चाहिँ म किन रोकेको भन्दाखेरि यहाँ चाहिँ मैले होइन यहाँबाट त कति हिँडेको है, तर मैले यहाँ चाहिँ एउटा पुल रहेछ क्या त, मैले नदेखेको रहेछ क्या। आज चाहिँ मैले यसो आउँदाखेरि चाहिँ पुल देखेँ नि त। तपाईँहरूलाई पनि देखाउनु मन पर्ने साथी हो। सायद तपाईँहरूले पनि कतिले देखेको छैन यो पुल होइन, तपाईँले पनि हिँड्नु भएको होला यो बाटो है, तपाईँले पनि इग्नोर गर्नु भएको होला अथवा तपाईँले नदेखेको होला होइन। मैले पनि देखेर जस्ट तपाईँलाई देखाउनु मन पर्ने चाहिँ हेर्नुहोस् ल, यहाँ तल हेर्नुहोस् है, यो देखिरहनु भएको है, मजाको काठको पुल रहेछ है। इट्स अ काइन्ड अफ झोलङ्गे पुल भन्छ नि, त्यस्तो टाइपको पुल रहेछ। तलबाट खोला छ है, खोलामा पानी बगिरहेको छ, पुरा त छैन, अलिअलि पानी छ होला, तर पानीको साउन्ड चाहिँ सुन्दैछु म यहाँसम्म होइन। यहाँ हेर्नुहोस् तपाईँहरू एकदम पुरानो ब्रिज जस्तो रहेछ है, अहिले चाहिँ अपरेट भएको छैन, भत्केको रहेछ। यहाँबाट हेर्नु सक्छु म, यहाँ बिचबिचको यसको फट्टाहरू जो हुन्छ नि, काठको फट्टा हुन्थ्यो त्यो चाहिँ निक्लेको रहेछ त्यहाँबाट है। र गाइज त्यो पारिबाट यो पारि चाहिँ कनेक्ट गर्दो रहेछ साथीहरू होइन। यतापट्टि हेर्नु सक्नुहुन्छ तपाईँले गुवाघारी छ, माथि पनि चिया बगान छ। त्यो चाहिँ अप्पर फागु टी गार्डन जस्तो लाग्यो मलाई है। यो चाहिँ अप्पर फागु टी गार्डन, तल्लोपट्टि चाहिँ लोवर फागु टी गार्डन छ। र यताबाट तपाईहरु जानुभयो भने पनि तपाईहरु लाभा निस्कन सक्नुहुन्छ हैन। यहाँबाट झन्डीहरु भएछ लाभा निस्कन सक्नुहुन्छ साथीहरु है। र
त्यो बाटो चाहिँ रफ छ। अस्तिको पालि एकखेप जाँदाखेरि चाहिँ एकदम रफ बाटो भएको थियो नि त। सो राइट नाउ आई एम इन माइपाते गाउँ। यस साथी हो, म चाहिँ माइपाते गाउँ आइपुगिसकेको छु है। नाक पनि ठ्याप्पै बन्द भइसकेको छ है। जति माथि आउँदैछ त्यति चिसो चिसो लागिरहेको छ साथी है। यो चाहिँ माइपाते गाउँ। यहाँबाट चाहिँ लाभा लगभग 7 देखि 8 किलोमिटर त्यति नै टाढो होला एप्रोक्स है। मेरो सोचाइमा चाहिँ यहाँबाट बेसी लाभा टाढो छैन। यहाँ चाहिँ तपाईँको माइपातेको पोस्ट अफिस यहाँ सानो रहेछ है। माइपाते गाउँ भन्दो रहेछ यसलाई होइन। यहाँबाट चाहिँ तपाईँहरूले आज चाहिँ वेदर अलिअलि धुमधुमै छ। त्यति साह्रो खोलेको पनि छैन। तपाईँ यता हेर्नु सक्नुहुन्छ। यता मजाको पाहाड देखिरहेको छ है, हेर्नु सक्नुहुन्छ तपाईँले। हो साथीहरू, तपाईँहरूले मेरो पछाडि देखिरहनु भएको छ होला है, घरै घर भएको एउटा मोनेस्ट्री जस्तो देखिरहनु भएको छ होला है। त्यो चाहिँ हो लाभा साथी हो। यस साथी हो, अब म अलमोस्ट लाभा 1 किलोमिटर तल छु है। र अलमोस्ट म लाभा आइसकेको छु है। तपाईँ हेर्नु सक्नुहुन्छ। तपाईँले यहाँबाट देखाउँछु ल। यहाँ हेर्नुहोस् त, यहाँ देखिरहेको छ यहाँबाट है। यो चाहिँ मोनेस्ट्री हो, लाभाको मोनेस्ट्री। र यता चाहिँ अलिक घरहरू छ है लाभाको। यहाँ छेउमा चाहिँ मोनेस्ट्री छ, यतापट्टि चाहिँ घरहरू छ। टाउन जस्तै छ है, त्यहाँ सानो बजार जस्तो छ नि त कि लाभाको। ल अब यो गोलाइ काटेपछि चाहिँ म टक्कै लाभा पुगेँ है साथी हो। र चिसो चिसो भइसकेको छ। त्यहाँ गएर चाहिँ म चिया खाने हो। चिया खाने चाहिँ निस्किनु पर्ने हो। एक्चुअली त मलाई 2 घन्टामा त 2.5 घन्टामा पुग्नु पर्ने हो। यसो नर्मलै टाइममा नरोकी गयो भने है। र 2 घन्टा अलमोस्ट भइसकेको छ, अलिक बेसी लाग्छ टाइम। सो गाइज लेट्स कन्टिन्यू द भिडियो। सो गाइज है, अहिले चाहिँ लाभा आइपुगेँ म चाहिँ है। तपाईँ हेर्नु सक्नुहुन्छ यहाँ लाभाको प्लेग्राउन्ड है। यहाँ चाहिँ लाभाको प्लेग्राउन्ड, यहाँ चाहिँ क्रिकेट हुँदो रहेछ है। र यहाँ चाहिँ पहिला स्कुल पढ्दाखेरि एकपल्ट आएको फुटबल खेल्न हामी लाभाको यहाँ ग्राउन्डमा है। त्यतिखेर चाहिँ हामी यहाँ फर्स्ट म्याच चाहिँ हामीले कालिम्पोङको कमल ज्योतिलाई जितेर चाहिँ सायद सेकेन्ड म्याच चाहिँ क्वार्टर फाइनल चाहिँ हामी एसयुमसँग कि कुमुदिनीसँग कोचिङ हारेको थिएँ। यहाँ चाहिँ 15 अगस्तको टुर्नामेन्ट थियो। 15 अगस्त इन्डिपेन्डेन्समा फुटबल हुन्छ नि त, त्यतिखेर भएको थियो। हामी चाहिँ आएको थियो नि त है। र यहाँ चाहिँ लाभाको यहाँ मोनेस्ट्री तपाईँ हेर्नु सक्नुहुन्छ। माथि मोनेस्ट्री छ। र यहाँ चाहिँ म दाजुलाई चिया बनाइ मागिरहेको छु नि त। र यो लाभामा चाहिँ चिसै छ, चिसो छ। तर घाम पनि लागेर चाहिँ अलिक तातो भएर चाहिँ चिसो हावा चाहिँ चलिरहेको छ। टुरिस्टहरू पनि एकदम रहेछ अहिले पनि, मान्छेहरू टुरिस्टहरू बसिरहेको छ। र यहाँ चाहिँ मैले दाजुलाई चिया मागिरहेको छु साथीहरू। धमाधम चिया खाएर चाहिँ जाने हो अब छिटो। अब चिया खाएर भने चाहिँ एकदम चिसो भयो नि त कि, त्यही लागि चिया खानु मन पर्दैछ। चिया खानु रोकेको। सो गाइस चिया खानुपर्छ। आउनुहोस् तपाईँहरूलाई म एउटा नयाँ कुरा देखाउँछु र लाभामा। यदि तपाईँहरू यहाँ लाभामा कति दिनदेखि भिजिट गर्नु भएको छैन भने चाहिँ तपाईँहरूलाई म एउटा नयाँ कुरा देखाउनेवाला छु। लाभामा चाहिँ के बनेको छ भन्दाखेरि आई लभ लाभादेखि ठिक तलपट्टि चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले। एउटा मजाको यस्तो बनाइदिनु भएको रहेछ है। यो छोर्तेन बनाएको रहेछ है। मजाको छोर्तेन छ है, एकदम दामी ठाउँमा बनाएको छ है साथीहरू। तपाईँ हेर्नु सक्नुहुन्छ है। एकदम यहाँ बस्ने व्यवस्था पनि मिलाएको रहेछ है, मजाले बनाइदिएको रहेछ। आउनुहोस् तपाईँलाई देखाउँछु ल। त्यो चाहिँ के फुल होला है, मजाको रहेछ है। यहाँ हेर्नुहोस् त, प्लान्ट हो कि के हो, मजाको रहेछ प्लान्ट। म चाहिँ फर्स्ट टाइम देखेको के हो पनि, के हो यसलाई चाहिँ के नाम भन्छ यसको कमेन्ट गर्नु हो साथी है। यसलाई चाहिँ के भन्छ, मजाको रहेछ है। हेर्नुहोस् त है, कस्तो रहेछ। आर्टिफिसियल छ दिँदो रहेछ, अरिजिनल हो कि आर्टिफिसियल हो, मजाको रहेछ साथीहरू है। र हेर्नुहोस् त मजाको चिसो हावा आइरहेछ है, चिसो हावा आइरहेछ। हेर्नुहोस् त मजाले। र यस्तो ठाउँमा आएर चाहिँ यसरी है टाइम स्पेन्ड गर्नु पर्दाखेरि क्या स्ट्रेसहरू क्या फ्री हुन्छ क्या। कति दिनदेखि हुन्छ नि अब हामीलाई भइरहेको स्ट्रेसहरू, स्ट्रेस के भन्छ त्यसलाई, स्ट्रेस साथी स्ट्रेस है। टेन्सनहरू चाहिँ अलिकति रिलिफ फिल हुन्छ क्या। हेर्नुहोस् त मजाले बनाइदिरहेको छ है। यहाँ छोर्तेन रहेछ माथि है, स्वयं साङ्गेको मूर्ति पनि रहेछ है। यहाँ खोर्लोहरू पनि लगाएको रहेछ साथीहरू। हेर्नुहोस् त मजाले बनाएको रहेछ। उपर टोइलेटहरू पनि बनाएको रहेछ। यो चाहिँ बस्ने चियरहरूदेखि लिएर सबै मजाले राखिदिएको रहेछ साथीहरू। आउनुहोस् हल्का खरले घुमाइदिउँ है। ल साथीहरू, म चाहिँ यहाँ भुल्यो भने चाहिँ यतिकै मेरो दिन बित्छ है। म कालिम्पोङ कतिखेर पुग्छ मलाई थाहा छैन। सो यहाँ चाहिँ अब चाहिँ म यहाँबाट सिधै जान्छु कालिम्पोङ है। तपाईँहरूलाई म डाइरेक्ट कालिम्पोङमा भेट्नेवाला छु है। अब यो लाभाको बाटो हिँड्यो भने चाहिँ यस्तै हो,
टोलिन्छ क्या त, घरि यता रोकिँदा घरि उता रोकिँदा टोलिन्छ है। त्यसैले चाहिँ मलाई लाभाको बाटो चाहिँ मनपर्छ क्या। अब तल बाटो गयो भने त जाम हुन्छ क्या, एकदम झमेला आउँछ यो बाटो हामी चाहिँ यसरी हेर्दै है टोलिँदै जानु मजा आउँछ साथी हो। बाटोमा थाक्दैन पनि है साथी हो, हेर्न सक्नुहुन्छ है। सो तपाईँहरूलाई अब म डाइरेक्ट कालिम्पोङमा भेट्नु छु साथीहरू है, कालिम्पोङमा भेटौँ है त है। म चाहिँ अहिले यहाँ लगभग सेवक पुग्न आँटिसकेको साथीहरू है। अघि चाहिँ कालिम्पोङमा चाहिँ भिडियो बनाउन पाइनँ है, किनभने खोइ कुनै के हो आफ्नो मान्छेको छेउमा चाहिँ पुरा अप्ठ्यारो लाग्छ नि त कि मलाई भिडियो बनाउँ, त्यसलाई मैले भिडियो बनाइनँ। त गाइज म चाहिँ निस्केँ है, र बाटोमा आउँदा अघि लाभाको बाटो आएँ र अहिले घर फर्किँदै चाहिँ तल्लो बाटो फर्केँ, किनभने लाभाको बाटो बेलुका भएपछि बेसी चिसो पनि हुन्छ नि त कि, त्यही लागि तलको बाटो फर्केको। यहाँ चाहिँ जाम लागिरहेको साथी हेर्न सक्नुहुन्छ है, यहाँ चाहिँ टिस्टा खोला हेर्न सक्नुहुन्छ। र अब म डाइरेक्ट घर जानेछु, तपाईँहरूलाई घरमा भेट्छु ल।